आई सुदर्शन यर डे 15 आज चाहिँ म एउटा होमबाउन्ड भन्ने बलिउड मुभीलाई चाहिँ हेरेँ मैले आज। अनि त्यसलाई चाहिँ म एकदम सम्मरिकन 4 लाइनमा डिस्क्राइब गर्छु क्या त्यो मुभी चाहिँ मलाई कस्तो लाग्यो भने। त्यो मुभी चाहिँ मलाई एकदम टची लाग्यो होइन, धेरै पछि हेरेको। अनि एकदम स्वादको थियो क्या मुभी, हुन्छ नि दिस इज मुभीवाला फिल आइथ्यो होइन एट द इन्डमा चाहिँ। अनि त्यो मुभीको कहानी के हुन्छ, दुइटा साथी हुन्छ जसलाई चाहिँ पुलिसमा भर्ती हुन मन लागिरहेको हुन्छ तर मिलिरहेको हुँदैन। अनि दुवैजना चाहिँ माइग्रेट हुन्छन् होइन काम गर्नलाई आफ्नो ठाउँबाट। अनि त्यसपछि के हुन्छ भन्ने कुरा चाहिँ ठ्याक्क कोभिड आउँछ। अनि त्यसपछिको चाहिँ एकदम कहानी हल्का दर्दनाक छ होइन। अनि त्यो साथीले चाहिँ दुईजना साथीले चाहिँ एट द इन्ड होइन एकजना अनि धेरै स्ट्रगलहरू भोग्नुपर्ने हुन्छ त्यो कोरोनाले गर्दाखेरि। अनि त्यही स्टोरी चाहिँ तपाईँले हेर्नु भनेर मैले यो कहानीलाई चाहिँ त्यो के अरे लिक नगरौँ, लिक भन्दा नि स्पोइल नगरौँ भनेर मात्र मैले यसरी भनेको होइन। मलाई त्यही नि त्यस्तो डिस्क्राइब त गर्न आउँदैन, भन्न आउँदैन भनौँ न। अनि त्यही हो, त्यो मुभी दामी थियो, मैले हेरेँ। म नत्र स्किप गरेर 2 घन्टाको मुभीमा 45 मिनट सिकाइदिने मान्छे होला ट्याक गरेर हुन्छ कि 2x लाएर हुन्छ होइन। त्यो फिल्म चाहिँ मैले खै 1 घन्टा समथिङको थियो जस्तो लाग्छ, मैले पुरै हेरेँ अनि मलाई राम्रो लाग्यो। द्याट्स माई टाइम, थ्याङ्क यू।